नमस्ते। आज म खिचडी बनाएँ, त्यसको लागि अदरक लसुन र खोर्सानी प्याज र काटेर मैले चामल भिजाएर रेडी गरिरहेछु है। अनि अब यहाँ कुकर पनि हिट हुँदैछ। कुकर गरम भएपछि चाहिँ यहाँ मैले सरसोको तेल छ मेरोमा, सरसोको तेल रेडी गरिरहेछु है। अन्त त्यो पतञ्जलीको सरसोको तेल हाल्दैछु अब कुकरमा। अनि यो कुकरमा हालेर बेसी त हाल्दिनँ म बेसी तेल खाँदिनँ, त्यही भएर। अन्त तेल गरम भयो, मैले जिरा हालेर पड्काइदिएँ हो। जिरा हालेर पड्काएपछि तपाईँले अब यसमा मजाले गरम भएपछि अदरक लसुनको पनि चप हालिदिएँ, अदरक लसुनको चप। त्यहाँबाट त्यसलाई अब मसिन पकाउनुपर्छ है, बेसी होइन, मजाले लाल ब्राउन हुनु पऱ्यो है। त्यहाँबाट मैले कडी पत्ता पनि हालेँ हो। कडी पत्ता हालेर फेरि एकताल मैले हल्लाइदिएँ। हल्लाएर टक्कै अब के भन्छ चलाइदिएँ एकताल। अलिक मलाई चाहिँ आफ्नै हातले यता चलाउँदै क्यामेरा पनि पक्रिनु परेको अलिक अप्ठ्यारो भइरहेको थियो होइन। अन्त घरिघरि चाहिँ भिडियो आदि मात्रै आउँदैछ हो। अहिले चाहिँ मैले प्याज हालेँ, प्याज चाहिँ मैले स्लाइस काटेर राखेको थिएँ हो। अन्त हालेर अब चलाइदिएँ, यसलाई मजाले चलाएर एकछिन। त्यहाँबाट टक्कै राखेँ है। पाकेपछि मैले चामल चाहिँ हालेँ होइन, भिजाएर राखेको थिएँ। अहिलेको चामल हालेर त्यो चाहिँ किन देखाउनु सकिनँ भने किनभने आफ्नो हातले अब फोन पक्रिनु कि चामल हालेर, त्यही भएर चाहिँ त्यो चाहिँ मैले देखाइनँ हो। चामल हालेर अब फ्राई गरेर मजाले फ्राई भइसक्यो होइन। अन्त हर्दी हालेँ, अलिकति नुन हालेँ। अन्त अब यसलाई चलाएर चाहिँ मजाले एकछिन त्यहाँबाट सुक्योस्, त्यो पानी अलिक सुकेपछि एकछिन भुट्ने हो चामल र दाललाई। अनि त्यहाँबाट चाहिँ मजाले भुट्यो 5 मिनट जस्तो अलिअलि पानी हाल्दै। अनि त्यहाँबाट चाहिँ अब चाहिँ यसमा पानी हालेर चाहिँ एकछिन चट्टै अनि मैले यतिको भएपछि चाहिँ कलर मजाले आयो। मैले कोथमिर हालेँ, धनियाँ हालेँ है, पहिल्यै हालेँ किनभने भरे अब माथिबाट हाल्दा राम्रो हुँदैन, त्यही भएर चाहिँ मैले अहिले नै धनियाँ पनि हालेर मजाले एकपल्ट चलाइदिएँ फेरि है। अनि त्यहाँबाट चलाएर चाहिँ मजाले मिक्स गरेँ धनियाँ र चामललाई, दाललाई होइन, मजाले फ्राई भयो। त्यहाँबाट अब चाहिँ मैले पानी हालेर भात पानी हालेर चाहिँ मैले देखाइनँ तपाईँहरूलाई है। अलिकति अप्ठ्यारो भएर चाहिँ पानी हालेर ढाकेँ। अब 2 सिटी जस्तो लाउनुपर्छ है। एकछिनमा 1 सिटी त लागिहाल्यो। एकछिनमा त्यहाँबाट सिटी लाग्यो। मैले भिडियो चाहिँ तपाईँ लामो हुन्छ भनेर चाहिँ भिडियोलाई चाहिँ मैले स्किप गरेर बनाएको छु है। तपाईँहरूले चाहिँ अब यस्तो भएछ। अहिले चाहिँ अलिकति मैले बेसी पकाएको अलिक जलेको जस्तो हुन्छ, तर मलाई चाहिँ पुरा डढेको चाहिँ पुरा मनपर्छ नि त भातहरू चाहिँ, त्यही भएर के बात छैन, म एक्लैको लागि त हो। त्यही भएर बिचमा चाहिँ तपाईँले सोच्नु मतलब पुरा भिडियो स्किप भएर आएको छ, किनभने मैले त्यसलाई पुरा कट गर्दै यो गरेर चाहिँ लामो हुन्छ भनेर स्किप गरेर कमसेकम यो 10 मिनट कतिको थियो भिडियो, मैले त्यसलाई चाहिँ स्किप गर्दै यतिको बनाएको। अन्त यहाँ अन्डा पनि एउटा अम्लेट बनाउनुको लागि तेल हालेर यता है, यता अम्लेट खोलेर रेडी थियो हो। अन्त तेलमाथि चाहिँ टक्कै अलिक तेल खाटेपछि तातेपछि चाहिँ मैले अलिकति अनियन चाहिँ काटेर हालिदिएको छु हो यहाँनिर। मलाई चाहिँ यसरी बनाएको अम्लेट पुरा मनपर्छ, त्यही भएर अनि चट्टै अन्डा हालिदिएँ, एउटा अन्डा हो। अनि त्यहाँबाट त्यसलाई मजाले एक साइडबाट चाहिँ मजाले उयो हुनु दिनुपर्छ। अम्लेट त सबैलाई बनाउनु आइहाल्छ होइन, त्यो भनिरहनु पर्दा एकदम सिम्पल। अन्त माथिबाट नुन अलिअलि छर्किदिएको छु हो, त हिल्लायो। त्यहाँबाट टक्कै मजाले भएपछि चाहिँ त्यहाँबाट पल्टी गरिदिनुपर्छ है। अहिले पल्टी गरेको छुइनँ मैले, यहाँ अलिकति उयो गरेँ होइन, अप्ठ्यारो भयो भिडियोमा आधी देख्दैछ है। त्यसमा चाहिँ अब उयो नगरिदिनुहोस् है। अन्त अब अम्लेट चाहिँ मैले यहाँ चाहिँ अब पल्टी गर्ने बेला भएको छ है, पल्टी गरेको छु। अनुसार चाहिँ मैले अब
पल्टी गर्नु खोजेको यसरी यसले त भाँचिन्छ, अम्लेट फाट्छ जस्तो लाग्यो। भरे फाट्यो भने के फाइदा है। अन्त त्यो भएर चाहिँ मैले चाहिँ तावालाई नै यसरी अब के भन्छ उयो गरेर चाहिँ पल्टी गरेको हिलाएर हो। यहाँ चाहिँ अलिक मैले स्लो मोसनमा गरेर देखाइदिएको नि त अघि हो। कस्तो लाग्यो होला पल्टाइ चाहिँ दामी छ है, स्टाइलिस पल्टाइदिएको मैले। तपाईँहरू सबैजनाले सिक्नु चाहिँ मलाई भन्नु कमेन्ट गरेर, म सिकाइदिइहाल्छु त्यो पनि। र अम्लेट पनि भयो अब है। अब चाहिँ मेरो खाना रेडी भयो, हेर्नुहोस् त है। अम्लेट साइडमा अचार छ।